साथीहरू यो रवि दाइको त भिडियो हजुरहरूले हेरिसक्नु होला, नहेरेको साथीहरूले पनि हेर्नु होला अवश्य। कस्तो राम्रो कुरा गर्नुभएको छ, मेरो त मन छ। तपाईँहरू पनि हेर्नु होला क्या, कस्तो राम्रो कुरा गर्नुभएको छ कि आहा, मेरो त मनै छ क्या। साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईलाई, ल लेखा हाम्रो भविष्य, ल रोका हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ, यसको महसुस गर्नु होला। र म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर तपाई हामीले प्राप्त गरेका छौं। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौं भने, यसपटक तपाईले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौं। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईहरुको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौं यसपटक आफ्नो हातले आफै इतिहास लेख्ने हो।